बुझेछु नि किन नबुझ्नु भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो होइन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्ल्यो जागिर नै गयो म बेरोजगारी भएँ अहिले अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के दादा भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2-3 लाख रुपियाँ गइहाल्यो मेरो साढे 2 तोला त साढे 2 तोला अब मैले कहाँ ल्याउने मेरो सिटी नै लुट्यो बाबु अब साढे 2 तोला घर कसै जानु अब साढे 2 तोला जोसँगै होस् राख्नु भएको भए त हुन्थ्यो अङ्कल के गर्नु राजावादीले पनि आँट त गर्नु भएछ तर आफ्नो मालतालको सुरक्षा गर्न सक्नु भएन छ अब आन्दोलन गर्नु त जानुभयो कमसेकम त्यो सुनको सिक्री नलाए त हुन्थ्यो के गर्नु है नेपाल यस्तै छ फेरि कमाउनु पर्छ राजावादी सरकार आएपछि कमाउनु पर्छ है त के भन्न सकिन्छ र हामीले त है साह्रो भाइरल हुनुभएछ